नेपालको सम्पूर्ण हिन्दू दाजुभाइसँग अनुरोध छ, कृपया आफ्नो आफ्नो बोर्डरमा आफ्नो आफ्नो तराईको विशेष गरेर मध्य प्रदेशमा जसको पनि बोर्डरहरू छ, जसरी काँक्राभिटा बोर्डर, महोत्तरी जिल्लाको बोर्डर, धनुषाको बोर्डर, सिराको बोर्डर, सप्तरी बोर्डर, जुनसुकै पनि ठाउँमा आफू हुनुहुन्छ कृपया आफ्नो कर्तव्य निभाउनुहोस्। आफू नेपालको मान्छे भयो भने, नेपालको एउटा हिन्दू भयो भने, एउटा नेपालको वासी भयो भने कृपया आफ्नो आफ्नो नजदिकको बोर्डरमा आफू गएर हेर्नुहोस्। किनकि अहिले इन्डियाबाट लखेरिरहेछ शरणार्थीहरूलाई, आतंकवादीहरूलाई, रोहिङ्गाहरूलाई सबै हाम्रो देशमा भित्र छिरिरहेछ। यहाँ हाम्रो देशको गृहमन्त्री, पुलिस प्रशासन केही गरिरहेको छैन, हातमा हात राखेर बसिरहेछ। कृपया जति पनि युवा हुनुहुन्छ, बडबुजुर्ग हुनुहुन्छ, जति पनि मान्छे हुनुहुन्छ कृपया आफ्नो आफ्नो ठाउँमा यो भिडियो सेयर गरेर अनि यो नेपालमा हुने जुन कोरोनाभन्दा बढी घातक आतंकवादीहरू छिरिरहेछ, यो रोहिङ्गाहरू अहिले पनि 50 लाखभन्दा बढी हाम्रो देशमा काठमाडौँमा बसिरहेछ। अनि सबै यो मुस्लिम आयोगको देन हो। यिनीहरूले लिएर आउँछ, समस्या परे खानेकुरा दिन्छ, नागरिकता बनाएर दिन्छ, सबै यिनीहरूले दिन्छ।